हामी ओइदोको भ्रमणमा है सबैजना साथीहरू। यहाँ हामी ट्याक्सीबाट आएको छौँ। ओइदो गएर हामी भ्रमण गर्नेछौँ। त्यहाँ चाहिँ बवाल छ घुम्ने ठाउँ, समुद्र पनि छ है। हजुर ओइदोको समुद्र छेउमा छ। ओइदोको साइडतिर अब ओइदो फाइनली देखियो तलको त्यो टावर, ओइदोको टावर देखियो। खाँदा आइकिन न ऊ मेन आइक्यो यो चाहिँ साथीहरू फाइनली रूपमा अब ओइदो हामी पुगिसकेको छौँ भनेर तपाईँलाई जानकारी गराउन चाहन्छु। हो तल ओइदोको त्यो टावर हो। ओइदो पुगेर चाहिँ अब हामी धेरै भ्रमण भिजिट गर्नेछौँ प्लेसहरू है। यहाँको भिडियो तपाईँहरूले हामी आज मेरो युट्युब च्यानलमा तपाईँहरूले भरपूर्ण देखाउनेछु। तपाईँ पनि भिडियो हेरेर मनोरञ्जन लिनुहोला है। ल फाइनली रूपमा हामी ओइदो पुग्यौँ। यस्तो बवाल छ है। ल आज चाहिँ फाइनल रूपमा ओइदो घुम्ने प्लान बनाएको थियो, पुग्यो पनि ओइदो। आज हामी पुरै ओइदोको चाहिँ भिजिट गर्नेछौँ। यो ओइदो समुद्र यो चाहिँ खेङ्गिदोमै रहेको छ, बवाल छ साथीहरू। तपाईँ पनि यो भिडियो हाम्रो भिडियो हेरेर इन्जोय लिनुहोस्, रमाइलो गर्नुहोस्, हामी पनि इन्जोय गर्नेछौँ। हेलो साथीहरू, हामी चाहिँ बताउ न ओइदोमा हामी घुम्न आइसकेको छौँ होइन। यो ओइदो तपाईँलाई यो ओइदोको भ्रमण गर्न आउनेछौँ। आज हामी भ्रमण गर्नेछौँ, रमाइलो गर्नेछौँ गाइसहरू है। वा यस्तो बवाल छ, यस्तो दामी छ नि होइन। कस्तो एकदम समुद्र चाहिँ अलिक धमिलो रहेछ आज। हेलो आइस कफी यहाँ चाहिँ लातेर अमेरिकन कफी छ होइन। यस्तो छ यो चाहिँ ओइदो भन्ने खाना हो, बवाल छ साथीहरू गाइस। तपाईँहरू पनि घुम्न आउनु होला, रोमान्टिक गर्न आउनु। यहाँ धेरै मान्छेहरू आउँछ नि घुम्नुको लागि। एकदम आइएम भेरी ह्याप्पी। यो पछाडि रहेको टावर चाहिँ यो नेपालकै एउटा जस्तो हुने रहेछ क्या, त्यहाँ चढ्दा भित्र सानो हो यो त। यस्तो छ ल है। यहाँ बोटहरू पनि छ। यहाँ चाहिँ समुद्रमा पस्ने भने वाउ छाङ्वा जाने भने चाहिँ औ समुद्र त बवाल छ। यहाँ जाँबाट सर्ट लगाएर ल बवाल छ पुरै समुद्र त। के हो यार, रोमान्टिक्स छ त रोमान्टिक्स। ओ आहा यहाँको चिसो मौसम र चिसो हावासँग छाल समुद्रको छालमा रमाउनु पाउँदै फाल्टै इन्ट्रेस्टिङ हुनेछ गाइस। ल ओ दामी छ है, बवाल छ यार। यो ठाउँ त यस्तो दामी छ है। समुद्रको छाउ यस्तो देख्नुहुन्छ कि हल्का हामी अब अहिले च्याङल्याङ चिसो छ मौसम, एकदम दामी छ होइन। यो ठाउँमा चाहिँ आएर रोमान्टिक्स आनन्द लिन यस्तो बवाल हुन्छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ या वाइ ल। हेलो अब चाहिँ हामी चाहिँ अब जान लागेको छौँ, फर्किन लागेको छौँ र लास्ट पार्टमा तपाईँलाई देखाउँदैछु यो ओइदोको लास्ट पार्ट है। हजुर खाना त हिँडेको नि हामी
यहाँ सानो सानो खुद्रा पसलहरूमा कस्तो मिठो मिठो खानेकुराहरू है ला यो कहाँ फ्याल्ने होला बाबा यो समाइदिनु अब हामी चाहिँ खाना जाँदैछौँ है अब खाने चाहिँ खाने के खाने थाहा छैन होइन अब त्यही पनि अब यहाँ आएपछि मुख त जुठो पारेर जानु पर्यो नि त त्यो भएको भएर हामी जाँदैछौँ चाहिँ खान जाँदैछौँ एनर्जी यस्तो रहेछ 네? 바지락 칼국수가 해물 칼국수 있어요. 무슨 무슨 해물을 이런 거 알먹지? 아, 해물 안 드세요? 해물을 따로 내가 모르겠어 낙지랑 잼이랑 들어요. 해물. 낙지고 고기고 Đây không phải là nữa. Đều vào đây mình. Em sẽ hạt cái da này đi chị.